तपाईँ त गाउँमा नयाँ देखिनुहुन्छ त? हो बहिनी, यो गाउँमा म नयाँ नै हो। साँच्चै बहिनी, म त बहिनीको घर खोज्दा खोज्दै थाकिसकेँ। यहाँ सीता बहिनीको घर कहाँनिर होला? किन र दाइ, तपाईँ सीताको को हो र? म सीताको दाइ हो बहिनी। ए, तपाईँ सीताको दाइ को हो? हुन त अब तिज आयो के अरे, बहिनी लिन आउनु भएको होला है? हो बहिनी, म चाहिँ सीतालाई ल्याउनै आएको। बरु यस्तो न, बहिनीको घरका गाउँ चिनाइदिनु पाए हुन्थ्यो। घर त चिनाइदिइहाल्छु नि, घर चिनाउनलाई कुन चाहिँ ठुलो कुरा र? सीताको घर त्यहीँ पारि हो। तर दाइ, तपाईँको बहिनी सीता त साह्रै अभागी रहेछ नि। किन र बहिनी? कसरी भन्नु र दाइ, तपाईँको बहिनी सीता त श्रीमानबाट साह्रै नै हेपिएकी रहेछ नि। तपाईँको बहिनीलाई मैले त्यो घरमा कहिले पनि खुसी देखिनँ दाइ। साँच्ची दाइ, तिजमा बहिनीलाई लिन त आउनुभयो, तर तपाईँको ज्वाइँले बहिनीलाई माइत जान देला जस्तो छैन नि। मेरो बहिनीलाई कसरी माइत लिएर जानुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। किनकि मेरो बहिनी माइत नआएको 3 वर्ष भइसक्यो। यो ताली त म जसरी पनि लागेको चाहन्छु। हुन्छ त, यसपालिको तिजमा सीता पनि माइत गइन् भने हामीलाई पनि खुसी लाग्नेछ दाइ। जान्छन् बहिनी, यसपालिको तिजमा जसरी पनि जान्छन्, तर आउँदै गरेको हरितालिकाको तिजको बहिनीलाई पनि शुभकामना है। हस् दाइ। घरमा बसेको हो कि सजेर हिँड्नुपर्ने? त्यही त नि।